खै उनीहरूको त त्यस्तो मालाहरू मात्रै हुन्छ होला मिस प्रियङ्का गुरुङको घर जाँदैछु गाइस किन जाँदैछु भनेर त हजुरहरूले बाहिर टाइटल देखिसक्नु होला अब चाहिँ म जाँदैछु यो कस्तो राम्रो देखेको वेदर चाहिँ म प्रियङ्का गुरुङको घर जाँदैछु गाइस प्रियङ्का गुरुङ चाहिँ यहाँ छ हेलो हेलो गाइस म चाहिँ रेडी भइसकेको छु अनि त प्रियङ्का गुरुङ चाहिँ रेडी हुँदैछ कपाल स्ट्रेट गरौँ भनेको लाइन गयो अब एकछिनमा रेडी भएपछि भेटौँ ल सी यू सुन सो गाइस हामी चाहिँ रेडी भइसक्यौँ यहाँ चाहिँ हुन्छ प्रियङ्का गुरुङ मिस गुरुङ अब चाहिँ हामी जानु लागेको यस्तो छ हाम्रो लुगा आजको गुरुङ ड्रेस यता हुन्छ हाम्रो बेहुली उहाँको सौभाग्य चाहिँ कता हुनुहुन्छ प्लिज कमेन्ट डाउन यस्तो छ है उहाँको चाहिँ सोच भएर म चाहिँ जाँदैछु होइन हाई एभ्रिवान सबैजनालाई वेलकम टु माई अनदर भ्लग सो ह्याप्पी तमुलो साल टु एभ्रिवान हामी चाहिँ आज तमुलो साल बनाउन जाँदैछौँ यस्तो टिपटप भएर गुरुङ ड्रेस लगाएर एन्ड कस्तो देखेको हुन्छ मिस प्रियङ्का गुरुङ आजको हाम्रो बेहुली म चाहिँ उहाँको लोकल हो गाइस हेलो दाई हेलो के भन्छ छ्याछ्यालो होइन भन्नु न भन्दिनँ भन्न छ्याछ्यालो सबैजनालाई हेलो म प्रियङ्का गुरुङ कहाँजना आँटेको भन मस्किन्छ यो त अनि भएन नि हामी माइदार जान आँटेको तर पानी पर्ला छ जाँदैछौँ होइन हामी चाहिँ के खान जानु लाग्यो चटपट प्रियङ्का गुरुङ चाहिँ एकदम भोकाइरहेको छ होइन आज पहिला रेडी पार्दा पार्दै खानै भुलेछु उसले चाहिँ बहिनीहरूलाई रेडी पारेको कहाँ बहिनीहरू चाहिँ तल डान्सहरू गर्न गएको छ त गुम्बामा हामी चाहिँ गएको छैनौँ हामी चाहिँ केचोटि कहाँ जाने अरे माइदार मेरो चाहिँ फर्स्ट टाइम हो गाइस जाँदै गरेको मेरो फर्स्ट टाइम हो ओ अरू बिहा जानु थियो लाटी म प्रियङ्का गुरुङ नै होइन अब मेरो चाहिँ फर्स्ट टाइम हो जानु लाग्यो हामी चाहिँ गाइस खाजा खान आएको छौँ हाम्रो अल टाइम फेभरेट स्पट हाम्रो स्पट है गाइस हाम्रो साथीहरू सबैजना थाहा होला हाम्रो फेभरेट स्पट कहाँ हो भनेर इट्स नन अदर देन आवर एके होटेल मैले अस्ति मेरो रिल्समा भनेको थिएँ नि गाइस चटपटी चाहिँ ओभर मिठो बनाउनुहुन्छ यहाँनिर होइन हामी चाहिँ चटपटी खानु यस कुछ कहना चाहते हो तुम अच्छा मैं चटपटी खान लागेको छु गाइस लुक त्यही भएर भन्नुकै पर्यो काटौँ मम्मीसँग बोल्दैछु गाइस मम्मीले फोनै काट्दिनु यस्तै हुन्छ हो केही भन्नु लागेको हुन्छ मम्मी के कति छिटो काटिदिनु हुन्छ यो भनेको हामीलाई एक्लै चाह भनेर एन्ड नाउ वी आर गोइङ टु इट दिस जाडोमा खानुपर्ने हुन्छ नुहाउनु छैन के भन्नु हामीलाई चाहिँ उर्किन दादाले गाइस करेन्ट किनिदिनु भएको चाहिँ यस्तो यस्तो ल गाइस हामी चाहिँ जानु भएको हेलो मलाई भनेको कसलाई भन्नु नि अघि ब्रेकलाई कति हेर्नु त्यो हाम्रो उर्किन दाइले किनिदिनु भएको अब चाहिँ हामी जाँदै लाग्यो गाइज होइन उता ढिलो भयो क्या मम्मी दिदीहरूलाई चाहिँ अनि अब चाहिँ हामी जानु लाग्यो दुईजना मात्रै गाडी लक्ष्मी थाहा छैन कति हो माइपुगेको अब चाहिँ हामी जानुपर्ने हुन्छ लु जाउँ यो चाहिँ हाम्रो माइजूको दोकान हो गाइजहरू केखाबाट हुनुहुन्छ भने आउनु होला
गाइस हामी चाहिँ यहाँनिर बस स्ट्यान्डमा पर्खिरहेको छौँ बसलाई। आजको वेदर त कस्तो के भन्छ ग्लुमी क्या ग्लुमी। प्रियङ्का गुरुङ बेहुलीको चाहिँ आज लुगै मिलेको छैन है साथीहरू। मलाई के लुगा लगाइदियो लाग्यो पार्लरको मान्छेले जान। ल गाइज हामी चाहिँ के अरे यो माइदार पुग्यौँ। हामीलाई बसले फेरि कहाँ रोकाइदिएको थियो भने उता छ नि पर रोकाइदिएको थियो क्या। यत्रो हिँड्दा यता बेहुलीको चाहिँ खुट्टा दुखिसक्यो अरे गाइज। यस्तो छ बाटो चाहिँ यहाँ बाटो बनिँदैछ हाइवे है। मान्छेहरू फर्किँदै हुनुहुन्छ हामी चाहिँ भर्खर जाँदैछौँ। कस्तो मम्मीहरूसँग नआउँदा त मैले गुरुङै होइन जस्तो फर्किँदैछ कुन स्याडली के होइन रे म गुरुङ होइन अरे गाइज। मलाई अब चाहिँ हामी जानुपर्ने हुन्छ। भित्र चाहिँ गाइज यस्तो रहेछ। माथि उभिएर हौ माला लाउँछु खास गरेर त बुक ल्याउने हो त्यसको बुकलाई ल्याउनु पर्ने हो क्या बुकलाई मलाई थाहा भएन। ह्याप्पी लोसार भनेको खै ल गुरुङ लिम्बू है ऊ चाहिँ गुरुङ भइरहेछ आजको लागि। ल यता छ पन्टु हाम्रो। हाई गाइस वेलकम टु निशु ब्लग। अब के भन्नु के हो तिम्रो नाम भन। मेरो नाम पाल्दिन। आज म आज के हो लोसार हो नाच्नु आँटेको भन। आज हामी मेरो ग्रुप लिएर आज हामी नाच्न आएको छौँ। धन्यवाद। सेन हेलो भन। हेलो बुद्ध भगवान लामा बुवा। हाई गाइस ह्याप्पी लोसार मेम्बर सबैले सब्सक्राइब गर्नु होला। 1K प्रियजी हामीलाई खुवाउनुहुन्छ ल भाइहरूको चाहिँ यहाँनिर भिडियो बनाइन्छ कस्तो छ लु खाउ खाउ। म चाहिँ कति हिरो भएको। यहाँ के सब्सक्राइब छ्या भन्नु कस्तो लाग्यो जेन भन्न के लान्छ जनलाई के सब्सक्राइब गर है युट्युब च्यानललाई म यस्तो खतरा हामी खतरा मान्छेले भनेको तिमीलाई अर्डर दिएको भन न अरू भन्दा जिताहरू नखाने बिग बाइट खानु न बिग बाइट जेन बिग बाइट हाम्रो लु जेन खाओस् बिग बाइट बिग बाइट हेलो यो के हुँदैछ ए प्रियङ्का दिदी तपाईँको त्यही म कल गर्न पोजिटिभ आएन स्पिकरको अगाडि सेयरिङ इज केयरिङ निशु दिदी गर्दै हाई फेरि आए योपालिको लोसारमा चाहिँ घामै लागेन त्यही भएर राम्रै भएन।
कति दिन भोकै बसेको रहेछ मेरो चाहिँ फेभरेट हो पुलाउ एकचोटि प्र्याक्टिस गरौँ न कति राम्रो दिएको हौ टिका लगाएर राम्रो हुँदैन है गाउँको सोधिनलाई त्यस्तै देख्नु मेरो नाम गुरुङ Baby, I'm West. Big time fresh. Let out smile. I'm very मेरा भन्दाखेरि अझै भन्दाखेरि चाहिँ ओ जेनको उयो खाएको भिडियो गर्दिम न अब खै काका छिटो खाऊ न पानी परिसक्यो यसको नकल हैन गरेको देख्नु ल हेलो ह्याप्पी लोसार सबैजनालाई राम्रो देखेको मेरो बहिनीहरूको चाहिँ डान्स छ है साथीहरू उहाँहरू हुनुहुन्छ शिवम गुरुङ पाल्देन गुरुङ जिन गुरुङ लगायतका साथीहरू साथीहरू अब चाहिँ हामी जानु आँटेको घर मेरो स्टोरेज पनि फुल भइसक्यो बाई बाई सबैजनालाई अब जाँदैछौँ हामी चाहिँ घर कति राम्रो राम्रो नाचेको छ शिवमले झन् खतरा नाचेको छ ए हो गोडिक मनिसले के गरेको थियो खतरा नाचेको छ अब चाहिँ हामी जाँदैछौँ धार्मिक दार्शिक कार्यक्रमहरूले गर्दाखेरि हामी अलिकति अल्पसंख्यक भएका जातिहरूको विभिन्न भेषभूषाहरू भाषा लिपिहरू मासिँदै गएको अवस्थामा हाम्रा अग्रजहरूले यो हाम्रो यहाँ फोटो सुटिङ हुँदैछ निशु दिदी फोटोग्राफर चाहिँ लर्सा लिम्बू जे कतिले छोडेको हाई गाइस पाल्दैन नि आएर लड्छ आएर त दिदीहरू चाहिँ त जानु भएन भाइहरूलाई बहिनीहरूलाई खाजा भन्दैन अनि हामी चाहिँ यता जानु भएको हाम्रो अल टाइम फेभरेट मिनेटो क्याफे उयो खाएर नि पनि एउटा कुपन त्यति जानु नगर न कस्तो देखिरहेको